म त यार हामीलाई यार रेड लाइट हालेछ क्या कसम यार है डराएको नि एकैछिन रेड लाइटमा पनि कुदिएको अगाडि उता साइडमा हो क्या त्यो के भन्छन् गाडीहरूको वेट जुन हुन्छ नि त्यसको लागि हो क्या स्पिड क्यामेरा लाखामा कसम है म पहिले देखिसकेँ चिट काट्न पाउँदिनँ ओहो 47मा कुदाउँछु के नदेख्ने मान्छेले कुदाउँछ अनि त्यसपछि चिट खान्छ कसम है स्पिड क्यामेरा चले नचले पनि यार भन्दा माथि होइन नो हर्न नो पार्किङ उकालो छ थोरै 2 किलोमिटरमा यहाँ फास्ट चार्जिङ स्टेसन छ यस्ता साइडमा लागेको सिम्बलहरू जुन हुन्छ नि आइकन ट्राफिक त्यो सबै हेर्दै बुझ्दै जानुपर्छ के यस्तो छ है कसम यो हामी कति भित्र आएको यार यो त अस्ति नै धेरै भित्र त आएको थिएनौँ मेरो यार बाइक सर्भिसिङ गर्ने पालो आइसक्यो क्या त्यो मान्छेको खतरनाक छ क्या साइडबाट निकालिदियो यार हो क्लिन चिट पाएँ नि म पनि हुन त यार नो ओभरटेकिङ जोन हो यो उसले मान्छे त सिधै खतरनाकै गयो त के गर्ने त्यसको पछि कति हिँड्ने भनेर के यहाँ सिङ्गल लाइन छ नि त घुमाउरो पनि छ दाउरा कता हो दाउरा यार जानुपर्छ ओहो यार खतरनाक यार है यता धेरम त मा कसम लु साइडमा जङ्गल घना जङ्गल जस्तो छ है घना जङ्गल जस्तो छैन घना जङ्गल छ तर थोरै सानो छ कि ठुलो छ त्यो म त थाहा भएन तर जङ्गल त घनै छ के यता मा खतम कस्तो खतरनाक भ्यू देखेछ के क्यामेरामा त बरु अलिक कमै देख्यो होइन देखिन्छ होला सायद तर यार आफ्नै आँखाले हेर्दा त खतरनाकै देखिएछ के रुक जाओ सफाइ त मान्नै पर्छ यार सफाइ त यहाँ पनि पेट्रोल पम्प छ यार होइन सफाइ त मान्नै पर्छ व्यवस्थितै छ जे भनौँ अलिकति भए पनि त व्यवस्थितै छ के त्यस्तो खासै छैन एकदम यहाँ ऊ गर्ने जस्तो छैन के राम्रै छ ओ यहाँसम्म त अस्ति आएको थिएँ मेजरमेन्ट गर्न अझै म थोरै 5 मिनट अगाडि गइदिन्छु है एकैचोटि